सूचना अनुसार आज फार्म सन्डे, खजुरे आइतबार भन्छ हजुर आज नेपालीमा। खजुरे आइतबारको कुराहरू छ हजुर। म पढ्छु ल यहाँहरूको निम्ति, यहाँहरूले ध्यान दिएर सुन्नु होला। यहाँनिर यसरी लेखेको छ, यरुसलेममा येशूको विजयी प्रवेश है, विजयी प्रवेश भनेको छ है हामी। अनि आजको वचनको शीर्षक पनि येशूसँगै विजयी प्रवेश। एकपालि भनौँ त हजुर, येशूसँगै विजयी प्रवेश। हुन्छ, धन्यवाद। यहाँनिर म पढ्छु ल यहाँहरूको निम्ति। जब उहाँहरू यरुसलेम नजिक जैतुन डाँडाको छेउमा बेथफागे र बेथानिया भन्ने ठाउँमा आइपुग्नुभयो, तब उहाँले आफ्ना चेलाहरू मध्ये 2 जनालाई यसो भनेर पठाउनु भयो, तिमीहरूका सामुनेको गाउँमा जाओ र पस्दा पस्दै तिमीहरूले अहिलेसम्म कोही मानिस नचढेको एउटा गधाको बछेडालाई भेटाउने छौ। त्यसलाई फुकाएर म कहाँ ल्याओ। कसैले तिमीहरूलाई यो के गरेको भनेर सोध्यो भने प्रभुलाई यसको खाँचो परेको छ र उहाँले चाँडै फिर्ता दिनुहुनेछ भन। तब तिनीहरू गए र त्यो बछेडा खुला गल्लीमा एउटा घरको बाहिरपट्टि ढोकानिर बाँधिएको भेटाए र त्यसलाई फुकाए। त्यहाँ उभिएकाहरूमध्ये कसैले तिनीहरूलाई सोधे, बछेडालाई फुकाएर तिमीहरू के गर्दैछौ? येशूले तिनीहरूलाई अराए बमोजिम तिनीहरूले भनेर तिनीहरूलाई जान दिए। तिनीहरूले बछेडा येशू कहाँ ल्याएर आफ्नो वस्त्र त्यसमाथि राखिदिए र उहाँ त्यसमाथि सवार हुनुभयो। धेरैले आफ्नो वस्त्रहरू फुकाए र अरूहरूले मैदानबाट स्याउलाहरू काटेर बाटोमा ओछ्याए। 9 पदमा, अनि उहाँको अघि हिँड्ने र पछि आउनेहरू यसो भन्दै जयध्वनि लगाए, होसन्ना, धन्य उहाँ जो परमप्रभुको नाममा आउनुहुन्छ, धन्य होस् हाम्रा प्रभु दाउदको त्यो आउने राज्य परमधाममा होसना। आखिरी पदमा 11 पदमा, उहाँ यरुसलेममा आएर मन्दिरभित्र पस्नुभयो अनि उहाँले वरिपरिका सबै थोकहरू माथि नजर गर्नुभएपछि अबेला भएको हुनाले 12 जनाको साथमा उहाँ बेथानिया जानुभयो। आमेन। वचन पढाइमा प्रभुले हामीलाई आशिष दिनुभएको होस्। आजको वचनको शीर्षक मैले यहाँहरूलाई येशूसँगै विजयी प्रवेश है। आज हामीहरू खजुरे आइतबारमा छौँ। अनि यहाँ सुधा बहिनीलाई पनि धेरै धन्यवाद। प्रार्थना भइसकेको छ, शक्तिशाली प्रार्थना भइसकेको छ है हजुर। अहिले हामीहरू प्रभुको उपस्थितिमा छौँ। आशीर बाबुलाई धेरै धन्यवाद। हामीहरू यहाँनिर पवित्र आत्माको उपस्थितिमा हामीहरू छौँ ल हजुर। त्यस कारणले हामीहरू सिधै वचनमा जान्छौँ। अब वचनमा हामीहरूलाई कसैले रोक्नेवाला छैन। शक्तिशाली प्रार्थना भइसकेको छ वचनको सुरक्षाको निम्ति र प्रभुको उपस्थितिमा हामीहरू चाहिँ छौँ अहिले है। गर्दाखेरिको त यहाँनिर अब हामीहरू चाहिँ येशूसँगै विजयी प्रवेश गर्दैछौँ है हजुर। हामीहरू यरुसलेमको नजिकबाट भएर जाँदैछौँ ल हजुर। हामीहरू आज येशूको पहिलो आगमनको दृश्य छ है हजुर। यसले हामीलाई चाहिँ के बताउँछ भने चाहिँ येशू ख्रीष्टको पछि आउनेवाला कुराहरूको लागि चाहिँ हामीहरू कसरी तयार हुने, कसरी येशूसँगै हामीहरू चाहिँ विजयी प्रवेश गर्ने भन्ने कुराहरू छ हजुर। त्यस कारणले गर्दाखेरिको चाहिँ हामीहरू यरुसलेम भनेको मेलमिलापको जग्गा भनेको, अथवा जहाँ मेलमिलाप हुन्छ त्यहाँ सबै सुरक्षित हुन्छ। यरुसलेम भनेको सुरक्षित स्थान भनेको है हजुर। हामी त्यहाँनिर जाँदैछौँ ल हजुर। अनि जैतुन डाँडाको छेउमा बेथफागे र बेथानिया भन्ने ठाउँमा आइपुगेका छौँ हामीहरू। त्यो ठाउँमा पनि जानुपर्ने हुन्छ है हजुर। हामीहरू चाहिँ सुरक्षित स्थानमा जाँदाखेरि चाहिँ हामीहरू
जैतुन डाँडाबाट भएर जानुपर्छ। जैतुनको बोटले के बताउँछ भने नि इजरायलीहरूको स्पिरिचुअल स्ट्याटसलाई बताउँछ जैतुनले, जैतुनको रुखले। अनि अहिले हामीहरू चाहिँ नयाँ करारको हामीहरू चाहिँ यहुदीहरू भएको कारणले गर्दाखेरिको चाहिँ हाम्रो स्पिरिचुअल स्थितिलाई, हाम्रो आत्मिक स्थितिलाई जैतुनको बोटले बताउँछ है हजुर। बेथफागे भनेको हाउस अफ फिग भनेको है, फिग भनेको नेभाराको अथवा अन्जिरको घर भनेको है, बेथफागे भनेको। अन्जिरको घरले चाहिँ अब यो अन्जिरको कुराले चाहिँ बेथफागे उसले अन्जिरको फलले चाहिँ हामीहरूलाई चाहिँ के बताउँछ भने चाहिँ यहुदीहरूको शारीरिक स्थितिलाई बताउँछ, संसारिक स्थिति भनौँ न, त्यो शरीरको कुराहरू के। अनि अहिले पनि हामीहरूलाई चाहिँ त्यही हाम्रो शरीरको कुराहरूको बताउँछ। र बेथानी भनेको चाहिँ हाउस अफ फार्म भनेको, हाउस अफ फार्म भनेको हाम्रो धार्मिक स्थिति, यहुदीहरूको धार्मिक स्थिति। अब यहुदीहरूको कुराहरू हामीहरू अहिले धेरै नगरौँ होइन। हामीहरू चाहिँ यहाँनिर चाहिँ त्यो यहुदीहरूको जैतुनको रुखकै विषयमा हामीहरूले त्यहाँको आत्मिक स्थिति हेऱ्यो भने त तिनीहरू त जिरो थियो नि। अनि तिनीहरू त्यो जैतुनको रुखले त केही पनि गरेन क्या। त्यस कारणले तिनीहरू चाहिँ काटेर त्यसमा चाहिँ हामीहरू जङ्गली जैतुन चाहिँ त्यो भएको नि त होइन, ग्राफ्टेड भएको, हामी कलामी भएकोहरू भनेर रोमी 11 अध्यायले त हामीलाई त्यो कुराहरू बताएको छ। हाउस अफ फिगको कुराहरू गऱ्यो भने चाहिँ तिनीहरूको चाहिँ शारीरिक स्थिति पनि जिरै थिए। शरीर त अघि हामीहरू कुरा गर्दै थियौँ होइन, आत्मा त तयार छ तर शरीर चाहिँ दुर्बल छ। अनि त्यो शारीरिक स्थितिको कुराहरू छैन। अनि बेथानी भनेको चाहिँ के अरे हजुर? हाउस अफ फार्म। बेथानी भनेको धार्मिक स्थिति। अनि यहाँ हामीहरूलाई चाहिँ भजनको लेखकले पनि भजनको 92को 12मा त त्यही भनेको छ होइन, धर्मी जनहरू चाहिँ कस्तो हुन्छ अरे भने नि है, खजुरको बोट जस्तो लह हुन्छ भनेको छ हजुर। अनि त्यहाँनिर धेरै गहिरो कुराहरू भनेको छ। त्यो धार्मिक जनहरू किन खजुरको बोट जस्तै चाहिँ लह हुन्छ भनेको चाहिँ खजुरको बोट चाहिँ कस्तो हुन्छ भने नि हजुर। अनि त्यहाँ त्यो चाहिँ हामीहरूले चाहिँ त्यो खजुरको बोटले चाहिँ होइन सधैँ त्यसले चाहिँ हरेक ऋतुमा फल दिन्छ, त्यसको पात हरियो हुन्छ भनेको छ हो हजुर। अनि पातले चाहिँ के बताउँछ भने नि शरीरको स्वास्थ्यतापना कुराहरू। हामीहरूलाई चाहिँ जीवनको रुख हामीहरूले रेभोल्युसनमा हेऱ्यो भने त्यसको पत्ता चाहिँ आरोग्यताको चिन्ह हो भनेको छ नि। अनि त्यो हरियो पात हुन्छ भनेको चाहिँ जहिले पनि हरियो हुन्छ, बिमारी हुँदैन, आइया भन्दैन भनेको जस्तो हो क्या हजुर। गर्दाखेरिको चाहिँ त्यो चाहिँ किन चाहिँ त्यस्तो हुन्छ भने नि त्यो खजुर चाहिँ धार्मिक मान्छेको जीवन नि, अब धार्मिकता त्यो बेथानी भनेको त धार्मिकताको घर भनेको हो नि त होइन। अनि यहाँ हेर्नुहोस् हामीहरूलाई त अहिले नि येशू ख्रीष्टको दोस्रो आगमनमा पर्खिँदाखेरिको त हामीहरूलाई त यहाँनिर त येशू ख्रीष्ट चाहिँ त्यहाँ मन्दिरमा बस्नुहुन्छ। हाम्रो यहाँ मन्दिर होइन, 1 कोरिन्थी 3:16 यहाँनिर तिमीहरूको शरीर चाहिँ परमेश्वरको मन्दिर हो कि भनेर के थाहा छैन तिमीहरूलाई भनेको छ है हजुर। थाहा हुनुपर्छ हामीलाई। अनि यहाँनिर चाहिँ बस्नुहुन्छ र हामीहरूलाई चाहिँ डोराएर कहाँ लानुभयो? बेथानियामा, धार्मिकताको घरमा। धार्मिकताको घरमा जहिले पनि के हुन्छ भने नि त्यो खजुरको बोट चाहिँ धार्मिक जन चाहिँ लहलह हुन्छ। त्यसले चाहिँ कसरी परमेश्वरलाई पुकार्छ भने नि भित्रबाट त्यो चाहिँ फल फलाउँदाखेरिको अथवा त्यो उम्रिँदाखेरिको चाहिँ यसरी उम्रिन्छ क्या। अरू रुखहरू चाहिँ यताबाट आउँछ अनि यतैतिर फल छ, यस्तो हाँगा हुन्छ होइन, धेरै झन्झटहरू है, धेरै त्यो हुन्छ है। तर ऊ चाहिँ धर्मीजनहरू चाहिँ होइन, त्यो चाहिँ
खजुरको बोटले चाहिँ धार्मिकताको चिन्ह हो भनेर बताउँछ है हजुर। गर्दाखेरि चाहिँ अब यो कुराहरू छ नि, धेरै कुराहरू छ हामीहरू है, गर्दाखेरिको चाहिँ यहाँ अब हामीहरूलाई चाहिँ यस आत्मिक कुराहरू पनि हामीहरूलाई चाहिँ थाहा हुनु पर्यो होइन। आत्मिक कुराहरू पनि र शारीरिक कुरा र हाम्रो प्राण, हामीहरूलाई पहिलो थेस्रोले 5:23 त्यही भनेर त्यही कुराहरू बताएको छ। हामीलाई चाहिँ प्राण आत्मा र शरीर गरिकन बनाउनु भएको छ। अनि उहाँको आगमन हुँदाखेरिको चाहिँ पहिलो थेस्रोले 5:23 हामीलाई त्यही कुराहरू भन्छ। शान्तिको परमेश्वरले सम्पूर्ण रीतिले तिमीहरूलाई चोखा तुल्याउन् भनेर भनेको छ है। र तिमीहरूका समस्त आत्मा प्राण र शरीर चाहिँ उहाँको आगमन हुँदाखेरिको चाहिँ निष्कलङ्क रहन्, निष्कलङ्क रहनु पर्ने हुन्छ। हामीहरू विजयी प्रवेश चाहिँ कसरी गर्नु सक्छ भनेर नि, त्यस कारणले गर्दाखेरिको त यहाँनिर म दुई पदमा एउटा बछडा छ, गधाको बछडा छ है हजुर। अनि त्यो चाहिँ कहिले पनि मान्छे चढेको छैन, अनि त्यसलाई चाहिँ बाँधिराखेको छ। 1 नम्बरमा हाम्रो बन्धन मुक्त हुनुपर्छ, बन्धन फुकाल्नुपर्छ। हामीले बन्धन फुकाल्नु पर्ने कुराहरू हामीहरूले है हजुर गर्दाखेरिको चाहिँ अब कोही पनि नचढेको गधामा कोही मान्छे चढ्नु सक्दैन है हजुर। तपाईँहरूलाई थाहा छैन, सदाइएको हुनुपर्छ त्यो गधालाई। त्यो गधालाई चाहिँ सदाइयो भने चाहिँ त्यसले चाहिँ आफ्नो काम गर्छ है। त्यो कोही पनि नचढेको बछडा भनेको त भर्खरको हो के हजुर। अनि यहाँनिर चाहिँ हो त्यो चाहिँ सदाइएको हुनुपर्छ। हामीलाई पावल प्रेरितले त्यही कुराहरू बताएको छ। पावल प्रेरितले हामीहरू चाहिँ सदाइएको हुनुपर्छ भनेर पहिलो कोरिन्थी 9:27 त्यो कुराहरू भन्दछ है। म मेरो शरीरलाई कठोरसँग सदाउँछु र त्यसलाई म बसमा पार्छु, नत्र त त्यसले घमण्ड पो गर्छ भनेको छ है हजुर। त्यस कारणले गर्दाखेरि चाहिँ शरीरलाई चाहिँ हामीहरू, शरीर त कमजोर छ, दुर्बल छ हजुर। आत्माले त गर्छु भन्दैछ त्यो कुराहरू। अब शरीर सधाउने कुराहरूमा चाहिँ हामीहरूलाई चाहिँ होसेको किताबले, होसेको 10:11 र 12 पदले हामीहरूलाई प्रष्ट बनाउँछ है हजुर। अब कति बेला चाहिँ शरीर सधाइन्छ भन्दाखेरिको त्यो हाम्रो बसको कुरा होइन हजुर। अब होसेले हामीलाई के भन्दैछ भने चाहिँ एफ्राइम चाहिँ सधाइएको कोरोली हो भनेर भन्छ। कोरोली भनेको पनि के हो भने नि, कहिले त्यो नसधाइएको भनेको नि, त्यो कोरोली भनेको बहर भनेको क्या। बहर भनेको त्यो भर्खरको भनेको, बछडा भने गधाको बछडा भनेको जस्तै गोरुको नसधाइएकोलाई चाहिँ कोरोली भन्छ नि। अनि हो त्यो चाहिँ त्यसलाई चाहिँ परमप्रभुले सधाइएको भन्छ। कसरी सधाइएको भने एफ्राइम चाहिँ फ्रुटफुल हुन्छ भने, एफ्राइम भनेको फ्रुटफुल भनेको है हजुर, फलदायी भनेको। फलदायी कसरी हुन्छ भने चाहिँ त्यो सधाइएको छ अनि त्यसको सुन्दर काँधमा चाहिँ मेरो जुवा नार्छु भनेको छ। सधाइएको छैन भने त्यो जुवा हाल्नु बडो गाह्रो हुन्छ है। अनि म त्यसलाई हाँक्छु भनेर भनेको छु। म त्यसलाई हाँक्छु र यहुदाले चाहिँ हलो जोत्छ भनेको छ। यहुदा भनेको प्रशंसा भनेको, यहुदाले प्रशंसा गर्छ। त्यहाँदेखिको चाहिँ त्यसले प्रशंसा गर्छ, याकुबले चाहिँ डल्ला फर्छ भन्दैछ। याकुब भनेको कठोर हृदय भएको, छली हृदय भनेको, छली हृदय तोडिनुको लागि चाहिँ प्रशंसा गर्नु पर्दैछ भन्ने है। याकुब भनेको छली भनेको, यहुदा भनेको प्रशंसा भनेको है हजुर। धेरै अर्थ बोकेको हुन्छ नामहरूले पनि। त्यस कारणले गर्दाखेरिको चाहिँ त्यो भनेको छ। त्यहाँदेखिको चाहिँ 12 पदमा चाहिँ तिमीहरूले आफ्नो निम्ति चाहिँ परमेश्वरको धार्मिकताको बिउ छ र भनेको छ है हजुर। आफ्नो निम्ति बिउ छ र प्रेमको अचुक प्रेमको कटनी गर भनेर भनेको छ। तिमीहरूको बाँझो बारी जोत भनेको छ। जबसम्म उहाँले चाहिँ धार्मिकताको वृष्टि खनाउनु हुँदैन। धार्मिकताको वृष्टि भनेको परमप्रभु परमेश्वरको आत्मा,
आत्मिक आशिषहरू खनाउने भनेको छ है हजुर। बन्धमुक्त त्यति बेला मात्रै हुन्छ हजुर। बन्धमुक्त हाम्रो चाहिँ हामीहरूलाई चाहिँ कसरी हुन्छ, संसारले बन्धनमा पारेको हुन्छ। अनि त्यो संसारले बन्धनमा पारेको हामीहरूले अब त्यो मुक्त हुनुलाई चाहिँ बडो गाह्रो हुन्छ। स्वतन्त्र गराउनु हुने चाहिँ पवित्र आत्मा परमेश्वर मात्रै हुनुहुन्छ हजुर। परिवर्तन गर्नुहुने शक्ति चाहिँ पवित्र आत्मा परमेश्वरमा मात्रै छ हजुर। त्यस कारणले गर्दाखेरिको हामीहरू चाहिँ त्यो संसारिक बन्धनमा परेको हुन्छ नि त होइन। हाम्रो आदतहरू त्यो हुन्छ, बोलीचालीहरू त्यो कुराहरू हुन्छ। त्यो कुराहरूबाट चाहिँ एक नम्बरमा हामीहरू त्यो बछेडा चाहिँ केमा छ हजुर? बन्धनमा छ। अनि त्यो बदमास छ, त्यो कसैले पनि त्यो सदाइएको छैन, त्यसमा त्यो कसैले पनि अधीन गर्नु नसक्ने एकदमै बदमास छ। त्यस कारणले त्यो बन्धनमा छ। आफू सदाइएको हुनु पर्यो अनि बन्धन मुक्त हुन्छ हजुर। बन्धन एक नम्बरमा बन्धन फुकाल्नु पर्यो। एक नम्बरमा बन्धन फुकाल्नु पर्यो भन्नुहोस् न। अब दुई नम्बरमा यहाँनिर दुई नम्बरमा चाहिँ 8 पदमा चाहिँ तिनीहरूले चाहिँ आफ्नो वस्त्र फुकालेर के गरे? ओछ्याए भनेर भनेको छ है हजुर। अब हामीहरू वस्त्र फुकाल्नु पर्छ भन्ने कुराहरू छ है हजुर। हामीहरू वस्त्र पनि हाम्रो चाहिँ मैला वस्त्र हुन्छ कि हाम्रो है। मैला वस्त्र भनेको चाहिँ हाम्रो त्यही हो सांसारिक जीवनहरूमै है। म एउटा कुरा यहाँनिर है वस्त्र फुकाल्ने कुराहरूमा चाहिँ म सावल र दाउदको कथा हो यो है। पहिलो सामुएल 19 अध्यायको 22देखि 24सम्म म पढ्छु ल। यहाँनिर यसो लेखेको छ। तब सावल आफै रामामा गएर सेकुमा भएको ठुलो कुवाको अगाडि उनले शमुएल र दाउद कहाँ छ भनिकन सोधखोज गरे। तब तिनीहरू त रामाको नयतमा छ भनिकन कसैले तिनीहरूलाई भनिदिए। उनी त्यहाँ बाटोमा जाँदै परमेश्वरको आत्मा उहाँमाथि आएर रामाको नयोतसम्म नै तिनी मग्न भएर पुगे। त्यहाँ उनले आफ्ना सबै वस्त्रहरू फुकाले है। वस्त्र फुकाल्नेमा छौँ है हजुर हामी। वस्त्रहरू फुकाले र सामुएलको सामु जोस भएर दिनभरि र रातभरि नाङ्गै बसे। यसकारण मानिसहरू भन्छन् कि साउल पनि अगमवक्ताकै दलमा हुन् भनेर भन्छ है। अब यहाँनिर हामीहरू वस्त्र फुकाले। त्यति बेला चाहिँ साउलले चाहिँ दाउदलाई चाहिँ मार्नुलाई गएको हो। पहिला सुरु 3 टोली त पठाइसकेको थियो। 3 टोली पनि जब चाहिँ सामुएलको घर चाहिँ रामाको नयोतमा थियो हजुर। अनि त्यो सेकु भएर जानुपर्ने थियो। अनि त्यहाँनिर जाँदाखेरि चाहिँ त्यो टोली चाहिँ जब चाहिँ सामुएलको घरमा चाहिँ स्तुति प्रशंसा हुँदै थिए। अनि जाँदै नजिक आउँदा आत्माले छोपेर त्यो 3 टोलीलाई उता जान्छ। अब केही सिप नलागेर चाहिँ आफै दाउदलाई मार्नु जाँदैछ साउल। अनि ऊ पनि त्यहाँ नजिक जाँदाखेरिको त ऊ पनि सबै उसको पनि आफूले सबै कुराहरू खोल्छ त्यहाँ। अब उसले चाहिँ के लगाएको हुन्छ भने चाहिँ टोप झिलम लगाएको हुन्छ, भाला बोकेको हुन्छ होइन। त्यो रिस क्रोध डाहा घृणाको कुराहरू, भाला प्रतिशोधको भावनाहरू बोकेर गएको हुन्छ। त्यो सबै उसले चाहिँ खोल्छ है। अनि त्यहाँनिर चाहिँ त्यो ठाउँ गएको हुन्छ। सेकु भनेको खबरदारी गर्ने ठाउँ। उसले त्यहाँ जाँदै खबरदार भन्ने आवाज त सुनिहाल्छ पवित्र आत्माद्वारा। खबरदार भने यहाँ सेकु भनेर खबरदार भनेको है हजुर। अनि सामुएलको घरमा जानुपर्ने छ। सामुएल भनेको चाहिँ परमप्रभु परमेश्वर हुनुहुन्छ भनेको है। परमप्रभु परमेश्वर हुनुहुन्छ भनेको चाहिँ उति हो है। अनि त्यहाँनिर चाहिँ को छ? परमप्रभु परमेश्वरको घरमा भागेर जाने दाउद डरले
अघि नै गएर ऊ पनि स्तुति प्रशंसा गर्दैछ। दाउद भनेको त प्रेमिलो भनेको नि, त्यहाँ त प्रेम छ भनेर भन्दैछ है। बडो गजबको कुराहरू यहाँनिर छ कि। त्यस कारणले गर्दाखेरि जब हामीहरू वस्त्र फुकाउँछौँ नि परमप्रभु परमेश्वरको उपस्थितिमा, प्रेमिलो परमेश्वरको उपस्थितिमा, प्रेमिलो जनहरूको अगाडि चाहिँ हामीहरू जाँदछौँ है, जब हाम्रो आँखै बदली भइहाल्छ, मन बदली भइहाल्छ। परिवर्तन गर्ने शक्ति चाहिँ कोमा छ हजुर? पवित्र आत्मा परमेश्वरमा छ हजुर। पवित्र आत्माको परमेश्वरले चाहिँ हामीलाई छुनुभयो भने हामीहरू चाहिँ त्यहाँ रिस, क्रोध, डाहा, निन्दा, घृणाको, प्रतिशोधको भावनाको वस्त्रहरू चाहिँ हामीहरू चाहिँ निकाल्नु सकिहाल्छ है हजुर। र अब 3 नम्बरमा, 1 नम्बरमा बन्धन मुक्त हुनु पर्यो, हामीहरू बन्धन फुकाल्नु पर्यो। 2 नम्बरमा के फुकाल्नु पर्यो? वस्त्र फुकाल्नु पर्यो। अब 3 नम्बरमा चाहिँ फुकाल्ने होइन, लगाउने है हजुर। अब लगाउने हामीहरू चाहिँ 3 नम्बरमा यहाँ हेर्नुहोस् है। अब 3 नम्बरमा चाहिँ हामीहरू लगाउनु पर्दछ। अब यहाँनिर चाहिँ के लगाए? 9 पदमा के लगाए हेर्नुहोस् है हजुर। 9 पदमा अनि अनि उहाँको अघि हिँड्ने र पछि पछि आउनेहरूले यसो भन्दै के लगाए? जय ध्वनि लगाउनु पर्यो। अब हामीहरूले जय ध्वनि भनेको के हजुर? प्रशंसा। जय ध्वनि भनेको चाहिँ ऱ्याम्स सोफा, भेडाको सिङ बजाउने भनेको है हजुर। भेडाको सिङ बजाउनु भनेको चाहिँ स्तुति, प्रशंसा, जय ध्वनि भनेको। हामीहरू चाहिँ यहोशूको किताबमा हामीहरूले हेऱ्यौँ भने यरियोको पर्खाल चाहिँ भत्काउँदाखेरि चाहिँ तिनीहरूले कसरी भत्काए? स्तुति प्रशंसाले। तिनीहरूले चाहिँ गएर फिजिकली चाहिँ ह्यामर र गैँतीहरू लगेन नि तिनीहरूले के बजाए? ऱ्याम्प सोफा। तिनीहरूले भेडाको सिङ बजाए हजुर। त्यहाँ भेडाको सिङ फुके भनेको छ हजुर त्यहाँ है। त्यस कारणले जय ध्वनि भनेको चाहिँ भेडाको सिङ हामीहरू बजाउनु पर्छ हजुर। भेडाको सिङ हामीहरू जब बचाउँछौँ नि हजुर, अनि त्यति बेला चाहिँ हामीहरू अघि हामीहरू यहाँ वस्त्र फुकाल्दाखेरि चाहिँ हामीहरू कस्तो भएको थियो? रित्तो, नाङ्गो भनेको रित्तो भनेको है हजुर। यहाँ आत्मिक रीतिले चाहिँ नाङ्गो भनेको चाहिँ रित्तो भएको थियो। अब जब हामीहरू चाहिँ जय ध्वनि बजाउँछौँ नि, जय ध्वनि बजाऊ भनेको जय ध्वनि लगाए भनेको छ। जय ध्वनि लगाउँदाखेरिको चाहिँ यशाया 61को 10मा हामीहरूलाई चाहिँ त्यो कुराहरू बताए। यशाया 61को 10मा चाहिँ अब लगाउने कुराहरू हामीहरूलाई बताएको छ ल हजुर। यशाया 61को 10मा यहाँनिर यसरी लेखेको छ, म परमप्रभुमा साह्रै आनन्दित हुन्छु, मेरो प्राणले मेरो परमेश्वरमा आनन्द मनाउने छ, किनकि उहाँले मलाई उद्धारको पोसाक लगाइदिनु भएको छ र उहाँले मलाई धार्मिकताको वस्त्रले ढाक्नु भएको छ। जसरी दुलायाले शिर पुजारीले सिँगारे जै सिँगार्छ, दुलायाले आफैलाई रत्नले आभूषित बनाउँदछ है। अब यहाँनिर हामीहरू चाहिँ जब रित्तो हुन्छौँ नि, त्यो हामीहरूमा त्यो मैला कुराहरू छ नि, त्यो हामीहरू चाहिँ एउटा भाँडो हो है, माटोको भाँडो हो। त्यो त्यहाँनिर चाहिँ मैला कुराहरू छ, त्यहाँ सफा कुरा हाल्यो भने त्यो बाहिरै पोखिन्छ हजुर। त्यो भाँडामा मैला पानी राखेको छ र माथिबाट चाहिँ सफा पानी हाल्यो भने त्यो माथि नै तरेर जान्छ, मुनि त मैलै बस्छ हजुर, हुँदैन। तर त्यसलाई चाहिँ त्यो मैला पानीलाई चाहिँ सबै खनाएर त्यो खाली रित्तो भयो भने मात्रै बस्छ नि त सफा पानी, होइन? गर्दै पवित्र आत्मा पनि त्यस्तै नै हो हजुर। त्यस कारणले गर्दाखेरिको हामीहरूलाई त्यो कुराहरू बताएको छ है। गर्दाखेरिको चाहिँ हामीहरू चाहिँ जब यहाँनिर चाहिँ तिनीहरूले चाहिँ जय ध्वनि कसरी लगाए? होसन्ना, धन्य उहाँ परमप्रभुको नाउँमा आउनुहुन्छ, धन्य होस् हाम्रा पिता दाउदको त्यो आउने राज्य परमधाममा होसन्ना भनेर भने चाहिँ परमधाममा भनेको माथि भनेको परमप्रभु परमेश्वर जहाँ हुनुहुन्छ नि, परमधाममा हामीहरूलाई
येशूको जन्ममा पनि त्यो गोठालाहरूले त्यही कुराहरू भनेको थियो नि त है, परमधाममा परमेश्वरलाई महिमा भनेको थिए। हामीहरूलाई त्यो कुराहरू बताएको छ है हजुर। हामीहरू जय ध्वनि चाहिँ लगाउने कुराहरू चाहिँ के हो भने हामीहरूलाई परमप्रभु येशू ख्रीष्टले कहाँनिर लगेको छ? बेथानीमा लगेर राखेको छ। त्यो चाहिँ हाउस अफ राइचियसनेस भनेको है। त्यो चाहिँ बेथानी भनेको चाहिँ खजुरको रुख, खजुरले चाहिँ धार्मिकताको चिन्ह हो खजुर। त्यस कारणले चाहिँ हाउस अफ फार्म भनेको चाहिँ धार्मिकताको घर भनेको त्यहाँ राख्नुभएको छ। त्यस कारणले चाहिँ हामीहरू चाहिँ हाम्रो काम चाहिँ के हो? बन्धन फुकाउने, वस्त्र फुकाउने र जयध्वनि लगाउने कुराहरू चाहिँ हामीहरू चाहिँ यो आजको हामीहरूलाई चाहिँ येशूसँगै विजयी प्रवेशमा चाहिँ हामीलाई आज त्यो बताएको छ। किनभने येशू ख्रीष्ट हामीहरूलाई लिनु आउँदै हुनुहुन्छ है। होसन्ना, अनि फेरि आउनु हुनेलाई चाहिँ मारानाथा भन्छ कि हजुर। हामीले होसन्ना मारानाथा, होसन्ना मारानाथा भनेर गाउँछौँ नि। मलाई लिनु आउने परमप्रभु परमेश्वर आउनुहोस्, मलाई बचाउनुहोस् भनेको हो हजुर। होसन्ना मारानाथा, होसन्ना मारानाथा भनेको छ यो गर्दाखेरि त हामीले कोरस 195मा हामीहरूले त्योहरू घोषणा गर्छौँ होइन। गर्दाखेरिको आज हामीहरूलाई परमप्रभु परमेश्वरले चाहिँ विजयी येशू ख्रीष्टसँगै विजयी प्रवेश, धार्मिकताको घरमा प्रवेश गराएर राख्नु भएको छ। एक दिन हामीहरूलाई लिनु आउनुहुन्छ। हाम्रो अहिले हामीहरूले चाहिँ यताको सोच्ने कुराहरू भन्दाखेरि पनि हामीहरूले चाहिँ परमप्रभु परमेश्वरले चाहिँ हामीलाई के को लागि राख्नु भएको हो त्यो चाहिँ हामीहरूले जान्नु जरुरी छ है। हामीहरूलाई यशाया 43:7मा हामीहरूलाई चाहिँ के भनेको छ भने नि, हरेक जो कोही मेरो नाउँमा बोलाइएको छ र जसलाई मेरो महिमाको निम्ति सृष्टि गरेको छु त्यसको आकार मैले नै बनाएर त्यसलाई रचे। यो चाहिँ हामीहरू जान्नुपर्ने हुन्छ। हाम्रो काम चाहिँ उहाँलाई महिमा गर्ने हो। हामीले महिमा गर्ने हो। अरू कुराहरू उहाँले गर्नुहुन्छ हजुर। हामीहरूले त्यति हो सक्ने कुराहरू। नत्र भने हामीहरूलाई त्यो धार्मिकताको वस्त्र धारण गर्ने हाम्रो बसको कुरा होइन हजुर। हामीहरूलाई होइन त्यो हामीले छुटकारा पाउने कुराहरू होइन, त्यो कुरा हामीहरू चाहिँ उहाँमा चाहिँ महिमामा लाग्नुपर्ने। महिमामा हामीहरूलाई महिमाको लागि नै बताउनु उत्यो गर्नुभएको छ। महिमा गर्दाखेरिको हामीहरू 3वटा कुराहरू चाहिँ याद गर्नुपर्ने हुन्छ। महिमामा धन्यवाद चढाउने शरीरमा भनेको है। त्यो चाहिँ शरीर चाहिँ चोक हो। धन्यवाद सहित ढोकाभित्र पस है। यो चोकको कुराहरू छ है शरीर चाहिँ है। अनि हामीहरूले चाहिँ स्तुति प्रशंसा, पवित्र स्थानमा हामीहरू चाहिँ स्तुति प्रशंसा गर्नुपर्छ। अनि भित्रै पसेर चाहिँ हामीहरू चाहिँ आराधना गर्नुपर्छ। धन्यवाद, स्तुति प्रशंसा र आराधना, महिमा चाहिँ हामीहरू त्यो गर्नुपर्दछ है। त्यस कारणले हामीहरूलाई प्रभुले आज यो वचन दिनुभएको छ है हजुर। एक नम्बरमा बन्धन फुकाल्ने, 2 नम्बरमा वस्त्र फुकाल्ने, 3 नम्बरमा जयध्वनि लगाउनु। कतिवटा कुराहरू हामीहरूले चाहिँ परमप्रभु परमेश्वरले चाहिँ के भन्नुहुन्छ, हाम्रो परमप्रभु परमेश्वर चाहिँ असम्भवको परमेश्वर हुनुहुन्छ है हजुर। तर डोकोमा दुध दुहेर त अडिँदैन। सम्भव कुरा त हामीले गर्नुपर्छ हजुर। स्तुति प्रशंसा गर्नुपर्छ, हामीहरू चाहिँ प्रार्थना गर्नुपर्छ, घुँडामा गर्नुपर्छ। असम्भव कुरा चाहिँ उहाँ गर्नुहुन्छ। हामीले त्यति त सक्छौँ नि त। अरू कुराहरू गाह्रो छ हजुर, अरू कुराहरू गाह्रो छ। जब हामीहरू चाहिँ परमेश्वरको महिमामा लाग्छौँ नि, अनि हाम्रो अरू कुराहरू चाहिँ हाम्रो दैनिक कुराहरू चाहिँ सबै प्रभुले खटाउनुहुन्छ। त्यो मान्छे अनि त्यो उसको मन परिवर्तन गर्ने त उहाँ हुनुहुन्छ। हालेलुया। आउनुहोस् हामी प्रार्थना गरौँ।
प्रभु, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। तपाईँले हामीहरूलाई आज पाम सन्डेमा तपाईँको विजयी प्रवेशमा येशू ख्रिस्ट तपाईँसँगै हामीहरू विजयी प्रवेश गरेका छौँ। प्रभु, तपाईँ एक दिन हामीहरूलाई लिन आउनुहुनेछ। हामीहरू प्रभु तपाईँको धार्मिकताको घरमा तपाईँले हामीलाई राख्नुभएको छ। हामीहरू दैनिक रूपले होसन्ना मारानाथा, होसन्ना मारानाथा भन्दै प्रभु रहनेछौँ। अन्य असम्भव कुराहरू सबै तपाईँ गर्नुहुनेछ। हामी धन्यवाद चढाउँछौँ। हामीलाई प्रेम गर्नुहुने प्रभु येशू ख्रिस्टको नाममा, आमेन।